लसो हेलो नमस्कार सबैमा। आज चाहिँ म प्रणय तामाङ रङबुलबाट है एउटा विशेष विषय लिएर आएको छु। त्यो विषय चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो रङबुल एउटा सानो जग्गा है, अनि रङबुलमा चाहिँ अब सबै विषयको व्यक्तिहरू हुनुहुन्थ्यो है। डक्टरेट गरेको डक्टर हैन, त्यो पनि अब विषयमा चाहिँ अब सबै हुनुहुन्थ्यो। त अब सबै ठुल्ठुलो पदमा पद हासिल गर्नुहुनेहरू हुनुहुन्थ्यो। अनि मलाई पहिलादेखिको यो विषयमा अलिकति अब मनमा लाग्थ्यो हैन। त्यो विषय चाहिँ के हो भन्दाखेरि चाहिँ धार्मिक क्षेत्रमा चाहिँ हाम्रो रङबुलमा चाहिँ एउटा अलिकति उच्च स्थानमा हाम्रो बौद्ध दर्शनलाई गहन रूपमा अध्ययन गरेर आएर एउटा ठुलो पद हासिल गरेर आउनु हुनेको चाहिँ हाम्रो रङबुलमा एकदमै कमी थियो है। र यो कमीलाई पुरा गरेर हाम्रो रङबुललाई पनि एउटा नाम दिनुहुने हैन, एउटा रङबुललाई पनि एउटा परिचय दिनुहुने हाम्रो यहाँ खेम्पुला हुनुहुन्छ हैन। यहाँ खेम्पुलाले एउटा दुःख गरेर त्यस्तो दुःख कष्ट सहेर गएर एउटा बौद्ध दर्शनको चाहिँ एउटा ठुलो है ज्ञान प्राप्त गरेर एउटा खेम्पुलाको उपाधि प्राप्त गरेर आउनुभएको छ। र हाम्रो रङबुललाई पनि एउटा धार्मिक क्षेत्रमा एउटा उच्च स्थानमा परिचय दिनुभएको छ। र यसो भन्दै आज हाम्रो रिजेन्ट सिरप सेलिङ गुम्बामा हाम्रो यहाँ खेम्पुला भागमा आएको छु। लसो खेम्पुला प्रथम तपाईँ अलिकति परिचय दिनुहोस् न कि अब तपाईँ कसरी है यहाँनिर अब यो कुरामा अगाडि बढ्नुभयो, धर्म क्षेत्रमा कसरी प्रवेश गर्नुभयो, अनि कस्तो कस्तो के गरेर उता अब तपाईँ नाम्रोली पढाउनु भयो होइन, अनि कसरी यहाँ रङबुलसम्म अब आइपुग्नु भयो गुम्बासम्म है, त्यसपछि लसो तस्दिले फेबुला नमस्कार सबैलाई। र तपाईले आज यस रिजिन सिरप सेलिङ गुम्बामा आउनु भएर अनि मसँग केही यो वार्ताहरू गर्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। सर्वप्रथममा मेरो आफ्नो परिचय दिनु पर्दाखेरि म ग्याल्छिन तामाङ भनेर पनि चिनिन्छ। साथै मेरो डकुमेन्टेसनको नाम चाहिँ सुदीप तामाङ, किनभने मेरो भोटर आइडीहरूदेखि सबै कुरोमा सुदीप तामाङ, मेरो धार्मिक नाम चाहिँ ग्याल्छिन भएको कारणले गर्दा अहिले चाहिँ खेम्पो ग्याल्छिन ब्र्याकेट सुदीप तामाङ भनेर नै चिनिन्छ। र मेरो चाहिँ यही रङबुल भेगको कोठी डाँडा निवासी मेरो आप्पा स्वर्गीय सुदन तामाङ मोक्तान, साथै अनि आमा अहिले हुनुहुन्छ अनि आमा सरिता घिसिङ तामाङको कोखबाट 1984मा 1984 को 1 अगस्तमा चाहिँ मेरो जन्म भएको। र भाग्यवश 1984 को 1 अगस्त चाहिँ त्यो सालमा चाहिँ हाम्रो बौद्ध मार्गीहरूको 4वटा मुख्य पर्वहरू मध्येमा चाहिँ छिकुर दुच्छिन प्रथम धर्मचक्र परिवर्तन दिवस पनि परेको थिएछ। र त्यस्तो एउटा पवित्र दिनमा जन्म लिनु पाएकोमा म अति नै गर्वित पनि ठान्दछु। र त्यसरी जन्म लिए पश्चात मैले मेरो प्राथमिक शिक्षाहरू भनौँ अहिले सुनादा स्थित होली क्रस प्राइमेरी स्कुलमा चाहिँ मैले शिक्षाहरू सुरु गरेँ। र त्यस पश्चात मैले क्लास 4 चाहिँ हाम्रो यही स्थानीय रङबुलमा पिलुट इङ्ग्लिस स्कुल प्रथम त्यहाँ स्थापना भएको कारणले गर्दाखेरि क्लास 4 मैले त्यहाँनिर पढेर अनि 5 देखि 10 सम्मको मेरो शिक्षाको अध्ययनहरू चाहिँ मैले सुनादा हाई स्कुलबाट गरेर अनि माध्यमिक परीक्षा उत्तीर्ण गरेँ। अनि त्यस पश्चात मैले फेरि मेरो उच्च माध्यमिक चाहिँ दार्जिलिङ स्थित ट्रनबुल हायर सेकेन्डरी स्कुलबाट चाहिँ 11-12 गरेर मैले 2004 मा चाहिँ यो हायर सेकेन्डरी पास गर्न सकेँ। त्यस पश्चात चाहिँ मैले मेरो सानैदेखि एउटा इच्छा पनि थियो कि एउटा म यो बौद्ध धर्मको अध्ययन गर्छु भन्ने। त्यो कुरोलाई मैले अगाडिदेखि नै सोच राख्दै आए तापनि समय परिवेशको कारणले गर्दा म त्यो शिक्षाहरू लिन सकिरहेको थिएन। अनि मैले मेरो माध्यमिक पश्चात चाहिँ म त्यो शिक्षामा लग्न हुन्छु भन्ने सोच थियो, तर पनि अब यत्रो माध्यमिक सकिरह्यो, अब 11-12 पनि पढिहालौँ न त भन्ने सोचले चाहिँ अनि 12 सम्म उच्च माध्यमिकसम्म मैले उत्तीर्ण गरे पश्चात चाहिँ अनि 2004 मा चाहिँ अनि म यो धार्मिक
यात्रा भनौँ यसमा लागेको। र 2004 मा प्रथम लाग्दाखेरि चाहिँ अनि म त्योभन्दा अघिदेखि नै अब न्युनेहरू धेरै बसिरहेको कारणले गर्दा यहाँ आदरणीय हाम्रा गुरु लापा बोमजन मेमे अनि उहाँले पाक्योङ सिक्किम पाक्योङमा गुम्बा सुरु गर्नुभएको थियो र म प्रथम त्यहाँनिर उहाँसँग नै गएर चाहिँ त्यहाँनिर यो बौद्ध शिक्षाहरूको अध्ययन सुरु गरेको र त्यहाँ सुरु गरे पश्चात चाहिँ मैले त्यहाँनिर 4 को झन्डै आधीतिरदेखि गएको 2004 को र 1 वर्ष बसिसके पश्चात चाहिँ अनि 2006 को सुरुवाततिर चाहिँ म अब एउटा यो बौद्ध शिक्षालाई अझै गहन रूपले अध्ययन गर्नुको निम्ति चाहिँ कुनै एउटा इन्स्टिट्युसनल एजुकेसन सेन्टरहरुमा नै जानुपर्ने रहेछ भन्ने मलाई एउटा आभास भएको कारणले गर्दाखेरि चाहिँ मैले भोलिको दिनमा केही शिक्षाहरू लिन पायो भने सबैलाई राम्रो हुन्छ कि भन्ने सोचले चाहिँ अनि 2006 सालमा चाहिँ मैले एउटा मौका पनि पर्यो अनि त्यो कारणले चाहिँ म अति नै हाम्रो पूज्यवर महामहिम पेनो रिम्पोछे उहाँको करुणाले नै स्थापना भएको भनौं नामदुलिङ मोनेस्टरी भनेर आज सबैले मैसुर गुम्बा भनेर चिनिने गर्दछ र मैसुरको नामदुलिङ मोनेस्टरी कर्नाटकको नामदुलिङ मोनेस्टरी अहिले गोल्डन टेम्पल पनि भनिन्छ त्यहाँदेखि 2006 को अप्रिल महिनामा चाहिँ म प्रवेश गरेको र प्रवेश गरेर 2 वर्षसम्म मैले त्यहाँको जुनियर बेसिक स्कुलमा बौद्ध शिक्षाहरू लिए अनि त्यो बेसिक शिक्षाहरू लिए पश्चात चाहिँ म एउटा बाहिर पनि अलिकति पढिन्जेलसम्म मेरो त्यति बेलासम्म उमेर पनि 21-22 वर्ष भइसकेको थियो त्यसले गर्दाखेरि मैले पूर्ण स्कुलको त्यहाँको शिक्षाहरू लिइरहँदाखेरि समय धेरै लाग्ने भएको कारणले गर्दा अनि मैले त्यहाँनिर चाहिँ ट्युसनहरू जस्तो भनौँ न साइडमा अब धेरै यताउति अध्ययनहरू गरेर चाहिँ अनि 2 वर्ष मात्रै मैले त्यहाँको स्कुल पढेर चाहिँ अनि 2006 र 7 2 वर्ष चाहिँ मैले त्यहाँनिर स्कुलमा अध्ययन गरेँ अनि 2008 मा चाहिँ त्यहाँनिर हाम्रो 6 महिनाको बुङ्गा भन्ने हुन्छ जुन चाहिँ प्रिलिमिनरी प्र्याक्टिस पनि भन्छ प्रथम बेसिक हाम्रो प्र्याक्टिसेसहरू हुन्छ धर्मको जुन चाहिँ हामीले अब पहिलातिर त अब गाउँठाउँमा हुने 1 महिना 3 महिनाको छामहरू भन्ने गर्थ्यौं है जसमा चाहिँ हामीले गोन्डो गर्छ हो त्यो चाहिँ तल 6 महिनाको हुन्छ त्यो चाहिँ मैले 2008 सालमा चाहिँ नि त्यो बसेर चाहिँ नि त्यो प्र्याक्टिसेसहरू गरे त्यो गरिसकेपछि चाहिँ 2009 मा चाहिँ मैले नामदुलिङ मोनेस्ट्री भित्र चाहिँ ngक्युनिङमा इन्स्टिट्युट भनेर चाहिँ त्यहाँनिर एउटा उच्च बौद्ध शिक्षा केन्द्र छ अनि त्यहाँनिर चाहिँ प्रवेश गरेको र 2009 मा मैले त्यहाँ प्रवेश गरिसके पश्चात चाहिँ अब अहिलेको समयमा धर्म भन्ने कुरा चाहिँ कस्तो भन्दाखेरि चाहिँ कुनै पनि सर्टिफिकेटले चिनाउँदैन कि धर्मको अभ्यास कति छ भन्ने अहिले तपाईले मलाई बाहिरबाट यसरी देख्दाखेरि वाह त एकदम ज्ञानी ध्यानी जस्तो लागिरहेको छ तर म भित्र भएको आध्यात्मिकता स्पिरिचुअलिटी भनेको म आफैले अनुभव गर्ने कुरा हो त्यो बाहिर देख्ने कुरा होइन र धर्मको अभ्यास र उयो भन्ने आफू स्वयंले अनुभव गर्ने कुराहरु आउँछ तर अहिलेको अब समय भनौं है समय सापेक्ष चाहिँ मान्छेको अब त्यो स्तर चाहिँ कसरी चिनाउने समय आयो भन्दा चाहिँ सर्टिफिकेटले चिनाउने आज म 3 वर्ष छाम बसेर निक्ले 3 वर्ष छाम बसेको हो कि हैन भनेर मलाई सर्टिफिकेटले अब उ पक्का यो जग्गामा यसरी बसेको भनेर सर्टिफाइड गर्ने समय आयो नि समय आछ हो त्यो त भएको कारणले गर्दा चाहिँ नामदुलिङ मोनेस्ट्रीमा चाहिँ त्यहाँनिर सेडा जुन चाहिँ छ हायर बुद्धिस्ट स्टडीजको त्यहाँनिर चाहिँ अनि त्यसरी सर्टिफिकेसनको कोर्सहरू छ र त्यहाँनिर चाहिँ त्यसरी 2009 सालमा म पसिसकेपछि चाहिँ अनि फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर र फोर्थ इयर गरेर चाहिँ 4 वर्ष अध्ययन गरिसकेपछि चाहिँ हामीले एउटा सर्टिफिकेट पाउँछ र त्यो 4 वर्षको अध्ययनमा पाएको सर्टिफिकेटमा चाहिँ हाम्रो के लेखेको हुन्छ भन्दा चाहिँ इक्विभ्यालेन्ट टु हायर सेकेन्डरी इन बुद्धिस्ट फिलोसफी लेखेको हुन्छ त्यो चाहिँ बुद्धिस्ट फिलोसफीको हायर सेकेन्डरी पास गरेको हो भनेर चाहिँ 4 वर्ष अध्ययन गरिसकेपछि र त्यही माथिबाट अझै थप 2 वर्ष हामीले 5औं र 6औं वर्ष अब गरेर चाहिँ 2 वर्ष अध्ययन गरिसकेपछि चाहिँ 6th इयर कम्प्लिट गर्दाखेरि चाहिँ फेरि हामीलाई ब्याचलर अफ बुद्धिस्ट फिलोसफी भनेर बीए को हामीलाई एउटा
सर्टिफिकेट दिन्छ बुद्धिस्ट फिलोसफीमा बिए गरेको भनेर। र त्यहाँसम्म चाहिँ अब हाम्रो नाम्डोलिङको त्यहाँको कलेज भनौँ है, त्यहाँनिर चाहिँ के छ भन्दा चाहिँ 6th इयरसम्म चाहिँ भगवान बुद्धको शिक्षाहरूमा चाहिँ सूत्र र तन्त्र दो र ngak भन्छ, सूत्र र तन्त्रहरू हुन्छ। र 6th इयरसम्म चाहिँ पूर्ण रूपले हामीले सूत्रको कुराहरूलाई चाहिँ अध्ययन गर्नुपर्छ। र 6 वर्षसम्म त्यस सूत्रको कुराहरूलाई अध्ययन गरिसकेपछि चाहिँ त्यहाँदेखि फेरि 7, 8, 9 मा चाहिँ 3 वर्ष चाहिँ हामीले तन्त्रको कुराहरूलाई चाहिँ अध्ययन गर्छौँ, जो चाहिँ ngak भन्छ। त्यो तन्त्रको कुराहरूलाई अध्ययन गर्ने मौका पाउँछ। र त्यसरी त्यो 3 वर्ष फेरि हामीले कम्प्लिट गर्दा चाहिँ टोटली 9th इयर हामीले त्यहाँनिर पूर्ण गर्दाखेरि चाहिँ त्यहाँनिर फेरि हामीलाई एउटा सर्टिफिकेट पाउँछ, जो हामीले लोपेन भन्छ, आचार्य भन्छ है। अनि त्यसमा चाहिँ के लेखेको हुन्छ भने चाहिँ इक्विभ्यालेन्ट टु मास्टर अफ बुद्धिस्ट फिलोसफी भनेको हुन्छ। त्यो चाहिँ एमए को हामीले सर्टिफिकेट पाउँछ। र त्यसरी 9 वर्षको पूर्ण हाम्रो शिक्षा चाहिँ त्यहाँनिर कम्प्लिट हुन्छ। त्यो पश्चात चाहिँ हामीले अब त्यो कुराहरूलाई चाहिँ आफ्नो व्यावहारिक रूपमा लिने, ध्यान गर्ने, अनि आफूले कसरी त्यो पढेको कुराहरूलाई चाहिँ हामीले अनुभव गरेर अब सक्नेले किताबहरू लेख्ने कि है, अनि धर्मको लागि आफूले कस्तो योगदानहरू दिन्छ त्यो अनुसारले चाहिँ हामीले गर्दै जानुपर्छ। र त्यसरी नै मैले 2018 मा चाहिँ कम्प्लिट गरेर 9 वर्षको कोर्स कम्प्लिट गरेर लोपेन आचार्यको डिग्री पाएको थिएँ। अनि त्यो पश्चात मैले 2018 सालमा चाहिँ अब त्यहाँ नाम्डोलिङ गुम्बाकै त्यहाँनिर विभिन्न डिपार्टमेन्टहरू अलग अलग हुन्छ, त्यसमा हिस्से होइसे सेटअप राल्डेलिङ भन्ने जुन चाहिँ स्कुल छ, र त्यो स्कुलमा चाहिँ मैले 1 वर्षको लागि ट्रेजरर केसियरको काम चाहिँ सम्हालेको थिएँ। र त्यसरी 2018 1 वर्ष मैले त्यहाँ सम्हालिसकेपछि चाहिँ 2019 देखिको चाहिँ यहाँ हाम्रो रङबुल बौद्ध मानिप सङ्घ साथै रिजिन शेरप छिलिङ गुम्बामा चाहिँ म नाम्डोलिङ पढ्न जाने जब छलफल सुरु भयो त्यस समयमा नै उहाँहरूले एउटा लिखित रूपको उयो चाहिँ मैले यहाँनिर पाएको थिएँ कि भविष्यमा गएर उहाँले उच्च बौद्ध शिक्षा हासिल गरिसके पश्चात चाहिँ यस हाम्रै ठाउँको गुम्बालाई चाहिँ हेर्नुपर्छ, हाम्रो ठाउँको गुम्बालाई सञ्चालन गर्नुपर्छ भनेर उहाँहरूले एउटा लेखेको थिएछ त्यस समयको कमिटीहरूले। हो त्यो अनुसारले उहाँहरूले मलाई फेरि पत्रचार गरेर चिठी पठाएर चाहिँ अनि 2019 देखि चाहिँ फेरि हामीले ngaguniमा इन्स्टिट्युट भनौँ, अनि त्यहाँ सेडाममा चाहिँ अब फल्ना नाम भएकोलाई चाहिँ हाम्रो यस्तो गुम्बामा अब टिचरको रूपमा चाहिँ पठाइदिनुहोस् भनेर यहाँबाट पत्रचार गरेर चाहिँ 2019 देखि चाहिँ म यहाँ आएको र आएर यो आफ्नै ठाउँको अब गुम्बा है, आफू जन्मेको ठाउँ, त्यसले गर्दाखेरि मैले 2019 देखि चाहिँ अब यो रङबुलको गुम्बालाई सम्हालेर बसिरहेको। र त्यसरी यो सम्हालेर बसेर गर्दै आउँदाखेरि चाहिँ अनि 2 वर्ष अगाडि भनौँ न 2023 मा चाहिँ अनि हाम्रो पहिल सम्प्रदायको 12औं शासनदार कर्मकुचिन रिम्बुछे उहाँको बाहुलीबाट चाहिँ हामीले खेम्पोको उपाधि, खेम्पो भन्नाले चाहिँ अहिले हाम्रो सर्टिफिकेटमा चाहिँ के लेखेको हुन्छ भन्दा चाहिँ डक्टरेट इन बुद्धिस्ट फिलोसफी, यो चाहिँ पिएचडी को एउटा यो भन्दा अब त्यो एउटा एजुकेसनल इन्स्टिट्युटबाट चाहिँ हामीलाई पूर्ण रूपले बुद्धिस्ट फिलोसफीको डक्टरेट भनेर चाहिँ अनि 2023 को अप्रिल महिनामा चाहिँ हामीले पूर्ण रूपले पिएचडी को त्यो सर्टिफिकेट खेम्पोको उपाधि चाहिँ प्राप्त गरेको। र त्यो उपाधि प्राप्त गरे पश्चात पनि अब लगातार रूपमा अहिले यो गुम्बालाई नै केन्द्रित गरेर बौद्ध धर्मसँग संलग्न भएर अघि बढिरहेको छु। र यसको साथसाथै अब यही मेरो जर्नी भनौँ, मेरो यही यात्रामा चाहिँ मैले केही वर्ष अघि मात्रै वर्ल्ड एलायन्स अफ बुद्धिस्ट, जसको हेड अफिस चाहिँ थाइल्यान्डमा छ, यो विभिन्न देशहरूको एउटा बौद्ध दर्शनलाई अगाडि बढाउने संस्था छ, त्यो संस्थासँग जोड्नु पाएर अहिले हालैमा 2000 हामी 24 मा चाहिँ श्रीलङ्कामा भएको हाम्रो जेनरल मिटिङदेखि चाहिँ म चाहिँ अहिले त्यो संस्थाको पनि एक्जिक्युटिभ बोर्ड मेम्बर चयन भएको छ। र त्यस्तै प्रकारले हालै यही 2025 मा जुन दिल्लीमा हाम्रो जुन महिनामा जेनरल एसेम्ब्ली भएको थियो, यो इन्डियन हिमालयन काउन्सिल अफ बुद्धिस्ट ट्रेडिसन भनेर, अनि त्यो संस्थाको पनि अहिले यस वेस्ट बेङ्गाल क्षेत्र भनौँ, हाम्रो दार्जिलिङ, कालिम्पोङ, मिरिक, खरसाङ, सिलगढीहरू गरेर चाहिँ अनि यो क्षेत्रको कोअर्डिनेटर भनौँ को रूपमा चाहिँ म अहिले भाइस प्रेसिडेन्ट
को रूपमा चाहिँ चयन भएर यसरी बौद्ध धर्मलाई अगाडि बढाउने को निम्ति लागि परिरहेको छु। र यसो भन्दै है हाम्रो रङबुल एउटा सानो जग्गामा पनि है एउटा यस्तो अब सानो उमेरमा एउटा धर्मको क्षेत्रमा यत्रो ठुलो एउटा पद प्राप्त गर्नुभयो र आउनुभएको हाम्रो खेम्बलालाई हामी सबैजनाकोबाट है शुभकामना अनि स्वागत जनाउँदै हामी अब हाम्रो वास्तविक प्रश्नतिर अगाडि बढ्छौँ। दोस्रोमा प्रश्न गर्दै तपाईँलाई यो अब हाम्रो बौद्ध धर्ममा है प्रवेश गर्नमा चाहिँ अब सर्वप्रथम तपाईँ कसरी चाहिँ प्रेरित हुनुभयो? र अब यो प्रश्नलाई चाहिँ अब निहालेर हेरौँ है भन्दाखेरि चाहिँ अब म सानैदेखि नै धार्मिक क्षेत्रहरूमा धेरै रुचि राख्ने गर्दथेँ र मलाई लाग्छ कि मैले यो बौद्ध धर्म र यो सङ्घको लागि यसरी अब आउनुमा चाहिँ मेरो प्रेरणा भनौँ त्यो चाहिँ के रह्यो भन्दाखेरि चाहिँ यही रङबुलको बौद्ध मानिपा सङ्घ अनि यही रिग्जिङ सेरप छेलिङ गुम्बा। किनभने म जब सानो थिएँ, सानो भएको समयमा पनि मलाई धर्ममा रुचि धेरै थियो, धेरै भएको बाबत चाहिँ अनि मैले यहाँ गाउँठाउँतिर अनि यहाँ बौद्ध मानिपा सङ्घका सदस्यहरूले मान्यहरू गरेको अनि त्यो कुराहरूलाई देख्दाखेरि एकदमै रुचि राखेर चाहिँ म पनि उहाँहरू सँगसँगै गएर मान्यहरू गर्ने अनि उहाँहरूकै सदस्यहरूसँग ठाउँ ठाउँमा गएर मैले मेरो जीवनमा न्यूने चाहिँ मेरो लागि एकदमै ठुलो प्रेरणा बनेको छ। किनभने म 9 वर्षको उमेरहरूदेखि नै मैले न्यूने बस्न सुरु गरेको र यो चाहिँ अब मैले न्यूने बस्नु पनि कोबाट प्रेरणा पाएँ भन्दा चाहिँ बौद्ध मानिपा सङ्घका सदस्यहरूबाट नै उहाँहरू अनि मेरो मामहरू आमाहरू उहाँहरूसँग नै बौद्ध मानिपा सङ्घ सङ्लग्न भएर मैले न्यूनेहरू बस्दै गएँ। पछि यो गुम्बाहरू स्थापना हुन सुरु भयो र यहाँनिर विभिन्न किसिमको धार्मिक कार्यक्रमहरू हुन सुरु भयो र त्यही कुराले चाहिँ मलाई यही धर्मपट्टि नै अब लाग्ने, यसमै मैले अझै रुचि राखेर यसकै बाटोमा म हिँड्छु भन्ने मेरो ठुलो प्रेरणाको स्रोत चाहिँ यही बौद्ध मानिपा सङ्घ साथै रिग्जिङ सेरप छेलिङ गुम्बा नै बनेको जस्तो लाग्छ मलाई। ल अनि अब हाम्रो रङबुल क्षेत्रमा है यस्तो अब अति नै अब सानो उमेरमा होइन यत्रो अब धर्म क्षेत्रमा एउटा ठुलो पद प्राप्त गरेर आउनुभएको होइन एउटा गर्वको कुरा हाम्रो रङबुलको लागि है। अनि तपाईँलाई अब यो धार्मिक क्षेत्रमा अब प्रवेश गर्नुको निम्ति तपाईँलाई अब यो सानोदेखिको यस्तो मानिस सङ्घमा आउँदा तपाईँलाई एउटा प्रेरित भएर है आउनुभयो। अनि अब तपाईँलाई यो हाम्रो बौद्ध दर्शन है बौद्ध दर्शन जुन चाहिँ छ होइन बौद्ध दर्शन अनि धर्म होइन लाई तपाईँले अब यस्तो गहन अध्ययन गरेर गरेको परिणामस्वरूप चाहिँ हामी अब एउटा तपाईँहरू भिक्षु हुनुहुन्छ है, हामी हाम्रो गृहस्थी होइन। अनि अब हामी गृहस्थीहरूले चाहिँ धर्म भन्ने बित्तिकै चाहिँ धर्मलाई चाहिँ कस्तो प्रकारले बुझ्नुपर्ने है, धर्म भन्ने धर्म गर्नुपर्छ भनेर हामी गृहस्थीलाई भन्नुहुन्छ नि तपाईँहरू। अब तपाईँहरू त भिक्षुहरू, तपाईँहरू अब एउटा बौद्धको ठुलो अब दर्शनलाई अध्ययन गरेर आउनुभएको, तपाईँहरूले त अब धर्मलाई बुझिसक्नु भएछ होइन। तर अब हामी गृहस्थीहरूको निम्ति चाहिँ है हामी एउटा नर्मल साधारण मानिसहरूको निम्ति चाहिँ एउटा धर्म भन्दाखेरि चाहिँ हामीले चाहिँ के चाहिँ बुझ्नुपर्ने है। अनि तपाईँहरूले चाहिँ हामी गृहस्थी व्यक्तिहरूलाई चाहिँ धर्म चाहिँ कसरी गर्नुपर्छ भन्दाखेरि चाहिँ कुन कुन भागमा तपाईँले विभाजन गरेर भन्न चाहनुहुन्छ? र अब यो कुरामा चाहिँ म तपाईँको यो प्रश्नलाई सर्वप्रथममा चाहिँ म धर्मको परिभाषाबाट सुरु गरौँ। अनि अहिले अब मैले देखिरहेको हाम्रो समाजमा अब यो संसारमा नै भनौँ धर्म भन्ने कुरालाई चाहिँ कसरी लिएको छौँ हामी मनुष्य समाजमा भन्दाखेरि चाहिँ धर्म भन्ने बित्तिकै साम्प्रदायिक रूपको धर्महरू जुन चाहिँ हामीले आज बुद्धिस्ट धर्म, हिन्दू धर्म, क्रिस्चियन धर्म, मुस्लिम धर्म भनेर विभिन्न साम्प्रदायिक रूपको धर्महरूलाई चाहिँ बुझेर आइरहेको छौँ। र साधारण रूपमा हामीले मान्छेले धर्म गर्नु भनेको के हो भन्दाखेरि धर्म गर्नु भनेको आफ्नो आफ्नो साम्प्रदायिक आस्था भएको धर्ममा गएर पूजापाठ गर्नु, भगवान्लाई मान्नु अनि जपहरू गर्ने, त्यो कुरालाई चाहिँ हामीले बुझिरहेका छौँ। र सबैले हामी सार्वजनिक रूपमा भन्दाखेरि मान्छेले पूजापाठ गर्ने, गुम्बा आउने, मन्दिर जाने, चर्च जानेलाई चाहिँ ऊ धार्मिक छ भनेर भनिरहेका हुन्छ।
है हामीले अब साधारणमा देख्दाखेरि साधारण भाषा अनि जसले अलिकति पूजापाठ पनि नगर्ने त्यस्तोहरूलाई चाहिँ ऊ त एकदम धर्म नमान्ने व्यक्ति भन्ने जस्तो खालके हाम्रोमा एउटा सोच छ। हजुर हजुर तर मेरो सोचाइमा चाहिँ धर्म भनेको चाहिँ अब हामीले साम्प्रदायिक रूपको धर्मलाई लियो भने त्यो ठिकै होला कुनै जग्गामा गएर, तर धर्म भनेको चाहिँ मैले अध्ययन गरेको अनुसारले भनौँ या बौद्ध दर्शन शास्त्र अनुसारले चाहिँ धर्म केलाई भन्छ भन्दाखेरि चाहिँ धर्म चाहिँ नराम्रो कुरालाई घटाउने। जी अच्छा अच्छा किन भन्दाखेरि जुनै पनि चिजमा पोजिटिभ र नेगेटिभ भन्ने जुनै चिजमा पनि हुन्छ। एउटा लाइट बल्नुको लागि पनि पोजिटिभ र नेगेटिभको जरुरी हुन्छ भने हामी मनुष्यमा मात्रै नभएर सबैकोमा चाहिँ पोजिटिभ र नेगेटिभ दुईटा भाइब्स चाहिँ हुन्छ। र धर्मले चाहिँ के सिकाउँछ भन्दाखेरि त्यो कुनै पनि साम्प्रदायिक रूपको धर्म नभएर चाहिँ धर्मले के सिकाउँछ भन्दाखेरि चाहिँ कुनै पनि धर्मले चाहिँ तिम्रोमा भएको नेगेटिभ जुन चाहिँ नकारात्मक कुराहरू छ त्यसलाई चाहिँ घटाउने अनि आफ्नोमा भएको सकारात्मक कुराहरू जुन चाहिँ पोजिटिभ भाइब्सहरू छ त्यसलाई चाहिँ सक्रिय पार्ने जुन चाहिँ प्रोसेस भनौँ एउटा प्रतिक्रिया हुन्छ हो त्यसलाई चाहिँ हामीले अब धर्म भन्न सकिन्छ कि जस्तो लाग्छ। किनभने हामीले बौद्ध दर्शन भनेको यति गहन छ, अब त्यो कुरालाई हामीले एक जीवनमा पढेर सकिँदैन भने अहिले अब मेरो आफ्नो अनुभवको कुरा है, अब मैले 15-16 वर्ष मैले यो अध्ययनमा लागि परेर एउटा खेम्बो जस्तो पद पाउन सकेँ, तर पनि म यो दर्शनभित्र भर्खरको बामी सर्ने जतिकै नै मलाई लागिरहेको छ। त्यति गहन छ यो कुरा, हामीले सम्पूर्ण रूपले बुझ्नको लागि त्यति गहन भए तापनि साधारण रूपमा बुझ्दाखेरि चाहिँ अब भगवान बुद्धको जुन चाहिँ एउटा 4वटा श्लोक मात्रै छ, हामीले जहिले पनि भन्ने गर्दछौँ दिपची मिजासी भन्छ नि, कुनै पनि पाप नगर्नु अनि पुण्यको सञ्चय गर्नु भनेको छ। अनि आफ्नो मनलाई परिशुद्ध गर अनि त्यही धर्मको शासन हो, त्यही नै बुद्धको शासन हो भनेको छ, निचोडेर भन्नु पर्यो भने। अनि अहिले कुनै पनि साम्प्रदायिक रूपको धर्मलाई नहेरेर एउटा धर्म भन्ने शब्दलाई मात्रै हेऱ्यो भने धर्म भनेको के बुझिन्छ भन्दाखेरि चाहिँ आफ्नो नकारात्मकतालाई घटाएर सकारात्मक कुरालाई बढाएर चाहिँ राम्रो ठाउँमा परिणत गर्ने, आफू एउटा राम्रो बनिने कुरोलाई चाहिँ धर्म भनिन्छ कि। अनि यो चाहिँ अब भगवान बुद्धले बताएर मात्रै कुनै धर्म सम्प्रदायको विशेष व्यक्तिहरूले बताएर मात्रै भएको कुरा होइन, यो चाहिँ प्राकृतिक रूपमा नै आफ्नोमा भएको नराम्रो कुरो भनेको त्यो नराम्रै हो नि, हो त्यो प्राकृतिक त्यसको सन्दर्भ नै नराम्रोको नराम्रै हो नि। त्यसले गर्दा त्यो नराम्रो हटाएपछि त नराम्रो घटेपछि त राम्रो कुरोको सृजना हुने त प्राकृतिक कुरो हो नि। हो त्यो कारणले गर्दाखेरि प्राकृतिक रूपको धर्मलाई हामीले बुझ्न पर्यो भने चाहिँ त्यति नै हो, नराम्रो कुरोलाई घटाउने र राम्रो कुरोलाई सृजना गर्ने। र म सबैलाई नै यही भन्न चाहन्छु, जहिले पनि मैले धर्म गर्नुपर्छ भन्दाखेरि चाहिँ मेरो कारणले गर्दाखेरि चाहिँ अर्को कुनै पनि व्यक्ति विशेष कसैलाई पनि अलिकति पनि क्षणिक पनि दुःख नहोस्, मेरो वचनले पनि दुःख नहोस्, मैले शरीरले पनि कसैलाई दुःख दिन नपरोस्, मेरो मनले पनि कसैलाई दुःख दिन नपरोस्। र धर्म गर्नु भनेको नै अनि उनीहरूलाई सुख प्राप्ति गरोस्, मेरो कारणले गर्दा अरूले अलिकति भए पनि फाइदा होस्, अरूलाई राम्रो होस् भनेर चिताउनु चाहिँ अनि धर्म गर्नु हो भन्ने जस्तो लाग्छ। यो एउटा बौद्ध दर्शनको गहन दर्शनहरूको एउटा सार जस्तो पनि हो। हामीले जीवनमा यो कुरालाई लिन सक्यो भने त्यो व्यक्तिले जहिले पनि सुख प्राप्ति गर्छ जस्तो लाग्छ। तपाईँले यो कुरालाई स्पष्ट गरिदिनु भयो है। यदि हामीले अब हामीभित्रको सकारात्मकतालाई बिस्तारै अब उजागर गर्ने अनि नकारात्मकतालाई चाहिँ बिस्तारै बिस्तारै अवचार गर्ने अब एउटा प्रक्रिया है, त्यो आफूभित्र राम्रो गुणलाई अलिकति डेभलप गर्ने, नराम्रो गुणलाई अलिकति डाउन गर्नेलाई चाहिँ तपाईँले एउटा प्रपर हाम्रो दर्शन बौद्ध दर्शनको हिसाबले चाहिँ त्यो एउटा धर्म हो भनेर तपाईँले अब दर्शनको हिसाबले बताउनु भयो है। अनि त्यसो भने यदि अब हामीले त्यो कुरालाई यदि धर्म भनेर तपाईँले व्याख्या गर्नुहुन्छ भने अब अहिले हामीले जति पनि अब क्षय पढ्छौँ है, पूजा गराउँछौँ, ठुल्ठुलो पूजाहरू गराउँछौँ, अनि अब कतिवटा दोमङ गराउने के गर्ने सबैहरू हुन्छ नि, अनि त्यो विषयलाई चाहिँ तपाईँले कसरी व्याख्या गर्नुहुन्छ त? अब त्यो विषय चाहिँ के हो भन्दाखेरि चाहिँ त्यो चाहिँ उपाय मार्ग
अच्छा हामीले बौद्ध दर्शनमा चाहिँ थपदङ सेरप भनेर दुईटा बताएको छ अच्छा प्रज्ञा अनि उपाय अच्छा अच्छा त्यो प्रज्ञालाई हासिल गर्नुको लागि चाहिँ हामीले उपाय मार्ग चाहिँ अपनाउनै पर्छ अच्छा अच्छा अब अहिले जुन चाहिँ मैले हाम्रोमा भएको नकारात्मक कुरालाई घटाएर सकारात्मक कुरा ऊर्जा गर्नुपर्छ भन्ने कुरा राखे हो त्यो सकारात्मक कुरा ऊर्जा गर्नुको निम्ति त हामीलाई माध्यमहरू चाहिन्छ हो त्यो माध्यमको लागि चाहिँ हामीले सङ्घ भन्ने जुन चाहिँ छ हामीले सङ्घ भनेको चाहिँ मित्र हामीले एउटा सङ्घ भनेको चाहिँ सङ्घलाई चाहिँ मित्रको रूपमा लिएर चाहिँ त्यो सत्सङ्घ जसले चाहिँ जहिले पनि राम्रो कुरोमा दोहोऱ्याउँछ त्यस्तोको सङ्घको मित्रता गरेर चाहिँ हामी राम्रो बाटोमा लाग्ने कुराहरू आउँछ र त्यस्तै प्रकारले हामी अब राम्रो बनिन्छु भनेर मात्रै भएन नि राम्रो बनिनुको लागि त उपायहरू चाहियो हो त्यो उपायहरूको मार्ग चाहिँ यो हो अनि अर्को चाहिँ अब के भन्दाखेरि चाहिँ अहिले हामीले अब यो तपाईले जुन चाहिँ पूजा पाठहरू गर्ने कुराहरू भन्नुभयो अब योहरू सबै चाहिँ के हो भन्दा चाहिँ सबै उपाय मार्गहरू हामीले जन्मान्तरदेखि गरेको शरीर वचन र मनले गरेको अकुशलताहरू जुन चाहिँ छ त्यसलाई शुद्ध गर्ने उपायहरू अब एउटा साधारण रूपमा भन्दाखेरि अब हामीले मान्छेले जहिले पनि के भनिरहेका हुन्छ भन्दाखेरि चाहिँ मलाई जे पनि दिएको छ भगवानले दिँदैछ र भोलिको दिनमा मलाई अलिकति पनि दुःख आइपर्यो भने भगवानले दुःख दियो भनेर हामीले भगवानलाई दोषाउँछ नि मेरो घरको कसै प्रिय व्यक्ति बितेर जाँदाखेरि आज भगवानले लगेर गयो भन्ने हामीले त्यस्तो भन्ने गर्दछौँ नि तर त्यो भगवानले लाने भगवानले दिने भन्ने कुरा त होइन रहेछ नि त्यो सबै के हो भन्दाखेरि बौद्ध दर्शनले केलाई बुझाउँछ दर्शाउँछ भन्दाखेरि चाहिँ आफ्नो कर्मलाई दर्शाउँछ नि हाम्रो कर्म अनुसारले नै हामी जन्म हुन्छौँ हामीले भोग्नुपर्छ त्यही अनुसारले हामी यो संसार छोडेर जानुपर्छ र त्यो कर्म अनुसारले भएको कारणले गर्दाखेरि चाहिँ त्यो हाम्रो कुनै सकारात्मक कर्महरू नभएको कारणले गर्दाखेरि हामीलाई विघ्न बाधा पनि आइरहेको हुन्छ रोग लाग्छ किसिम भइरहेको हुन्छ र त्योहरूलाई हामीले सचाउनुको लागि कर्म बढाउनुको लागि चाहिँ हामीले ढोग गर्ने पानी चढाउनेदेखि लिएर यो पूजापाठहरू गर्नेदेखि लिएर लामाहरू लिएर पूजाहरू गराउने त्यो सबै चाहिँ के हो भन्दा चाहिँ एउटा उपाय मार्ग अघि भने जस्तै सकारात्मक कुरोलाई ऊर्जालाई हामीले सक्रिय गर्नुको लागि चाहिँ त्यो उपायहरूलाई हामीले अपनाउनु पर्छ हो यो सबै कुराहरू चाहिँ अब हामीले माला जप गर्नेदेखि लिएर ध्यान गर्नेदेखि लिएर मेडिटेसन जुन चाहिँ गर्छ यो कुराहरू चाहिँ उपायहरू त्यो उपाय मार्गलाई हामीले अनुसरण गरेर चाहिँ अनि मात्र हाम्रो त्यो सकारात्मक कुरालाई चाहिँ ऊर्जित गर्न सक्छ यसो भने है तपाईको यो कुरालाई अति नै स्पष्ट रूपमा तपाईले स्पष्टीकरण गर्नुभयो है अनि यस विषयमा एउटा प्रश्न अनि त्यसो भयो भने यदि अब कुनै साधारण व्यक्तिले सर्वप्रथम हाम्रो बौद्ध दर्शनमा अगाडि बढ्नको निम्ति है अब सबैजना त अब ज्ञानी पनि हुँदैन पढेको पनि हुँदैन कतिजना है अनि एकजना साधारण व्यक्तिले साधारण गृहस्थी व्यक्तिले सर्वप्रथम अब म बौद्धको शरणमा जान्छु है बौद्ध दर्शनलाई म अध्ययन गर्न चाहन्छु अनि बुद्धको दर्शन खासमा के रहेछ भनेर बुझ्न चाहन्छु भनेर ऊ यदि अगाडि बढ्न चाहन्छ भने है तर उसले अहिलेसम्म अब केही पनि सिकेको छैन है कुनै गुरुबाट केही कुरा बुझेको छैन या अब नर्मली ऊ गुम्बा जान्छ जब गर्छ आउँछ तर अब चाहिँ म अलिकति बढ्छु है अगाडि बौद्ध दर्शनलाई म अलिकति बुझ्छु खासमा हाम्रो धर्म चाहिँ के चाहिँ रहेछ बौद्ध धर्म के चाहिँ हो भनेर यदि ऊ अगाडि बढ्न चाहन्छ भने सर्वप्रथम उसले कुन विषयबाट सुरु गर्नुपर्छ त र यो चाहिँ अब कस्तो भन्दाखेरि चाहिँ अघि भने जस्तै बौद्ध दर्शन चाहिँ एकदमै गहन कुराहरू र त्यही भएको कारणले गर्दा नै भगवान बुद्धले पनि 3 पल्टसम्म चाहिँ बृहत रूपमा धर्मचक्र परिवर्तन गर्नुभएको थियो उहाँले प्रथम धर्मचक्र परिवर्तन गर्दाखेरि अनि त्यस समयको जति पनि शिष्यहरू थिए उनीहरूले बुझ्न सक्ने उनीहरूले कतिको क्षमता भएको अनुसारले चाहिँ उहाँले धर्मदेशना दिनुभएको थियो
त्यही अनुसारले दोस्रो र तेस्रोमा पनि त्यो शिष्यहरूको क्षमता अनुसारले चाहिँ बौद्ध दर्शन उहाँले दिनुभएको थियो र उहाँले आफ्नो जीवनकालमा 80 वर्षसम्म धर्मदेशना त दिइरहनु भएको थियो र त्यो अलग अलग किसिमको धर्मदेशना दिनुको मुख्य कारण के रहेछ त भन्दाखेरि चाहिँ हामी मनुष्य सबै एकनास हुँदैन। त्यो भएको कारणले गर्दा अहिले अब तपाईँले भने जस्तै सबैभन्दा बेसिक लेभलको फर्स्ट स्टार्टिङ चाहिँ अब म यो बौद्ध दर्शनलाई बुझ्ने बौद्ध दर्शनलाई अब एउटा अध्ययन गर्छु भन्यो भने चाहिँ अब यसको माध्यम त सबैभन्दा उयो चाहिँ शिक्षालाई हामीले लिनुपर्ने नै हो। किनभने जबसम्म हामीले पढ्दैनौँ, जबसम्म हामीले त्यो कुरालाई सुन्दैनौँ, तबसम्म हाम्रोमा त्यो ज्ञानहरू आउँदैन। त्यसले गर्दाखेरि एजुकेसन अब शिक्षा त जरुरी नै छ र त्यो शिक्षाभित्र पनि अब फर्स्ट लेभलकोले चाहिँ अब हामीले ngondo भन्छ नि, यो बेसिक अब ट्रेनिङहरू भनौँ हो, त्यो लिँदाखेरि पनि पूर्व अभ्यास गर्दाखेरि चाहिँ अब त्यो पूर्व अभ्यास पनि सबैभन्दा पहिला अब बौद्ध दर्शनभित्र पस्नुको लागि चाहिँ पूर्व अभ्यासको जुन चाहिँ हाम्रो एउटा सिक्वेन्स हुन्छ हो त्यही अनुसारले नै हामीले जानुपर्छ। सबैभन्दा पहिला जस्तो लोदोक नाम्पासी भन्छ 4 किसिमको चित्त निवृत्तिहरू हामीले मनुष्य जीवन पाएको यो अति नै महत्त्वलाई मनन चिन्तन गर्नु पर्यो। त्यस्तै प्रकारले त्यो जस्तो मनुष्य जीवन पनि अनित्य भएको मनन चिन्तन गर्नु पर्यो। अनि त्यस्तै प्रकारले यो सबै भएको कुराहरू लेग्युम्डे भन्छ नि हामीले कर्म हेतु फल भएको कुरालाई मनन चिन्तन गर्नु पर्यो। र यो संसारमा भएको सबै चिज जहाँ जन्म भए तापनि दुःखै दुःख रहेछ खुर्वे निमिक भनेर यो संसार चक्रको दुःखलाई चाहिँ हामीले मनन चिन्तन गर्न सक्यो भने चाहिँ अनि हाम्रो मन चाहिँ अब चाहिँ पक्का म चाहिँ यो अध्ययन गरेर चाहिँ त्योलाई चाहिँ मैले अनुसरण गरेर चाहिँ यो दुःखबाट बाहिर निक्लिनु पर्ने रहेछ भनेर चाहिँ हामी धर्मको बाटोमा लाग्नुपर्छ। त्यो कारणले गर्दा सबैभन्दा फर्स्ट बेस चाहिँ यो लोदोक नाम्पासी 4 किसिमको चित्त निवृत्तिलाई नै ध्यान गर्नु पर्यो। त्यो पश्चात चाहिँ हामी शरण गमनमा गयो। शरण गमन गइसकेपछि चाहिँ अनि हामीले त्यसलाई बिस्तारैसँगले अगाडि बढ्दै 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 गएर चाहिँ हामीले त्यसको स्टेप अनुसारको चाहिँ शिक्षाहरू लिनु सकिन्छ। अहिले चाहिँ के भयो भने चाहिँ अब हामी सबै मानिसहरू अहिलेको समय चाहिँ सबै छिटोको समय भएको कारणले गर्दा हामीमा पनि त्यस्तो अत्तालिने एउटा प्रवृत्ति आएको छ। मानिसले हामीले क्याप्डो सिम्के अब यो 4 किसिमको चित्त निवृत्ति भनेर त यो त हामीले उहिलेदेखि सुनेको यो त सजिलो कुरा हो भनेर चाहिँ त्यो कुरालाई हामीले त्यतिकै छोडिदिन्छौँ। अनि त्योदेखि माथि माथिको अहिले अब महासन्धिको म ध्यान गर्छु भन्छ कतिले है, अनि कतिले माथिल्लो स्तरको ध्यानहरू म गर्छु भन्छ। तर सबैभन्दा मेन फाउन्डेसन त पहिला हाम्रो बलियो हुनु पर्यो। किनभने हामी क्लासको पनि अब क्लास 1, 2, 3, 4 लेभल अनुसारले सब्जेक्टहरू राखेको होइन नि। म क्लास 1 पनि पढेको छुइनँ, 2 पनि पढेको छुइनँ, एकैचोटि प्राइमेरी पनि पढेको छैन, एकैचोटि हाई स्कुल पढेर चाहिँ म 10 को किताब पढ्छु भने त मैले सक्दिनँ नि। अब पढ्नु त सकौँला अरे, यसरी फरक त पढ्नु सक्ला, त्यसको मैले बुझ्नु त्यो गहन गरेर त्यसको मैले पूर्ण रूपले अर्थ बुझ्नु सकिँदैन। र फर्स्ट यो स्टेपकोलाई फर्स्ट स्टेपकै पढ्नु पर्यो, सेकेन्डकोले सेकेन्डै पढ्नु पर्यो। त्यही प्रकारले चाहिँ अब हामी एउटा साधारणभन्दा साधारण व्यक्तिले चाहिँ अब धर्मको यो फिलोसफी भनौँ होइन, यसलाई अब हामीले पस्दाखेरि चाहिँ फर्स्टमा नै चित्त चाहिँ मन चाहिँ अब चाहिँ हामी कसरी वैराग्यता आएर चाहिँ अब यो कुरोलाई चाहिँ हामीले मनमा लिने, त्यसको लागि चाहिँ अब मेरो सोचमा चाहिँ अब हुनु त आफ्नो आफ्नो सोच हुन्छ होइन। मैले अब मेरो अनुभवमा चाहिँ यो 4 किसिमको चित्त निवृत्तिलाई चाहिँ फर्स्ट स्टेपमा चाहिँ हामीले गर्नुपर्छ कि जस्तो लाग्छ। त्यो अब लोदोक नाम्पासीलाई चाहिँ हामीले फर्स्ट चाहिँ अलिकति अध्ययन गर्नु पर्यो। त्यसको परिणामस्वरूप अब आफूमा कतिवटा कुराहरू अलिकति क्लियर हुन्छ नि त है, त्यो क्लियर भइसकेपछि त्यहाँदेखि चाहिँ हामी अब यता क्याप्डो ngondo गर्ने त्यहाँदेखि उच्च अब त्यसको स्टेप अनुसारले हामीले अध्ययनहरू गर्दै गयो भने राम्रो हुन्छ। हजुर, यस विषयमा तपाईँले अति नै स्पष्टसँग बुझाउनु भयो है। अनि मेरो अब एउटा प्रश्न, यो प्रश्न चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ तपाईँले भन्नुभयो हामी कर्म हेतु फल, अब हाम्रो बौद्ध दर्शनमा त्यो कुरालाई एकदमै अब हामीले मान्छौँ है। बुद्ध भगवानले अब त्यस्तै हाम्रो दर्शनमा दिनुभएको छ होइन। यदि कर्म हेतु फल हो भने सपोज अब कुनै एउटा सानो नानी है,
अब जन्मिने बित्तिकै अब 2-3 महिनामा त्यो सिकिस्त बिरामी भएर मर्छ हैन। अनि त्यो नानी त भर्खर जन्मेको उसले त राम्रोसँग कर्म पनि गरेको छैन। अनि यस विषयमा चाहिँ त्यो नानीले चाहिँ अब कुन पापको फलले या के कारणले गर्दाखेरि चाहिँ ऊ त्यस्तो भयो। किनभने अब यदि हामीले कर्मको फल हेतु हामीले अब त्यो फल भोग्नु पर्ने हो भने त अब हामी अहिले ठुलो भयौँ, अब हामीले धेरै पाप गऱ्यौँ, अब हामीलाई फर्दर के हुन्छ भन्ने कुरासँग चाहिँ अब हामीले लास्टमा हामीले धेरै पाप गरेको थियौँ होइन। त्यसको परिणामस्वरूप हामीलाई यस्तो भयो मलाई यस्तो भयो भन्न अब हामीले त्यो स्टडी गरेर हामीले बुझाउँछौँ है। तर एउटा कसै नानीहरू अब सानो भर्खर जन्मेको 3-4 महिना बादमा मर्छ, कस्तो बिमारी भएर मर्छ, या 1 वर्ष बादमा कस्तो बिमारी भएर मर्छ। तर त्यो सानो नानीको त अब 1 वर्ष बादमा 1 वर्षसम्म त उसले त्यस्तो पाप गरेको त हुँदैन नि त है। यस विषयमा चाहिँ हाम्रो बौद्ध दर्शनले चाहिँ कसरी व्याख्या गर्छ? अब त्यो चाहिँ कस्तो भन्दाखेरि कर्म हेतु फल भन्दाखेरि चाहिँ हामीले अहिले अब तपाईँले भनेको जस्तै यो जन्मको कर्मलाई मात्रै नहेरेर चाहिँ हामी प्राणीहरू चाहिँ असङ्ख्यौँ जन्म हामीले लिइसकेका छौँ भन्छ नि। त्यो त हामीले अब थाहा हुँदैन है। अब म अहिले यसरी जन्मिरहेको छु, तर मेरो योभन्दा अगाडि के थियो भन्ने मैले थाहा छैन, त्योभन्दा अघि के थियो भन्ने थाहा छैन नि। तर बौद्ध दर्शन अनुसारले चाहिँ के भन्छ भने चाहिँ हामी अनादिकालदेखि यो संसारमा चाहिँ यसरी नै हामी भौतरिरहेका छौँ। खोरवा भन्छ अब संसार यो यसमा चाहिँ हामी चक्रमा चाहिँ भौतरिरहेका छौँ। भौतरिँदाखेरि चाहिँ आज हामीले त्यो नानीले चाहिँ आज जन्मिने बित्तिकै ऊ बित्नु पर्यो। अब कति त अब आमाको कोखभित्र हुँदाखेरि पनि बित्नु पर्छ, आमाको कोखमा उसले प्रवेश गर्ने बित्तिकै पनि बित्नु पर्छ। त्यो चाहिँ उसको आफ्नो पहिलाको त्यो कर्मको धाराले गर्दाखेरि। हामीले चाहिँ के भन्दाखेरि चाहिँ यो मनुष्य जुन चाहिँ हाम्रो यो मनुष्यको चोला छ, यो चाहिँ अब एउटा कस्तो भन्दा चाहिँ एउटा गेस्ट हाउस जस्तो मात्रै हो नि। हामी त्यो पाउनर रूपी हाम्रो आत्मा चाहिँ अब साधारण भन्दा त आत्मै भन्छ हामीले है। अनि त्यो पाउनर रूपी आत्मा चाहिँ आएर हाम्रो शरीरमा प्रवेश गरेर हामी यहाँनिर अब नाटकीय रूपले हामी जीवन व्यापन गर्ने मात्रै हो। एक दिन हामीले यो फेरि त्यो छोडेर जाने हो। त्यसले गर्दाखेरि चाहिँ त्यो जुन चाहिँ अब हामीले आत्मा भन्दैछ नि, हो त्यो आत्मा भन्नेको चाहिँ त्यो हाम्रो जीवनसँग चाहिँ मात्र चाहिँ उयो हुँदैन, सम्बन्ध हुँदैन। जुन दिनदेखि हामी प्राणी भएर उत्पन्न भयो त्यो दिनदेखिको जबसम्म पूर्ण रूपले हामी यो सफरिङ भनौँ यो उयोबाट हामी फ्री हुँदैन तबसम्म त्यो धारा बगिरहेको हुन्छ। आज म यो रूपमा जन्म भएको छु, भोलिको दिनमा म मरेपछि फेरि कुनै प्राणीको रूपमा पनि जन्मिन सक्छु, मान्छेको रूपमा पनि जन्मिन सक्छु, जहाँ पनि जन्म हुन सक्छ। यो धारा त बगिरहेकै हुन्छ, खालि शरीर फेरिने समय फेरिने मात्रै हो। त्यो कारणले गर्दाखेरि चाहिँ मैले कर्मलाई पनि लिएँ भन्छ। अब यो कर्मलाई पनि थुप्रै विभिन्न रूपमा बाँडेको छ। कतिपय कर्महरू चाहिँ आज मैले कर्म गरेँ भोलि नै त्यसको फल मैले प्राप्त गर्छु। अनि कतिवटा कर्महरू चाहिँ आज गरेको भोलि मैले त्यसको फल भोग्न नपरे तापनि जन्म जन्मान्तर त्यसको भोग्नु पर्ने त्यस्तो किसिमको कर्महरू पनि हुन्छ। र त्यो जुन चाहिँ भर्खर जन्मेको नानीहरू त्यसरी मर्नुपर्छ, त्यो कुनै न कुनै जन्मसँग उसको सम्बन्धित उसको मात्रै कर्म नभएर आमा बाउ, आज हामी यत्रो संसारमा व्यक्तिहरू हुन्छ, यत्रो मानिसहरू हुन्छ, हामी ठिकै त्यही व्यक्तिको कोखमा मात्रै जन्मिनु पर्ने पनि कारण हुनु पर्यो नि, कर्म होइन भनेर। आज हामी पनि विश्वको धनी धनीको मान्छे राजाको कोखमा पनि जन्मिन सक्थ्यो नि, तर किन हामी अहिलेको हाम्रो बाउआमाको कोखबाटै जन्म्यो भन्दा हाम्रो र उहाँको कुनै न कुनै जन्मको सम्बन्ध कर्मको कारणले गर्दा हो। आज तपाईँ र म यसरी यहाँ बसेर बात मारिरहेको छ नि, आज संसारमा कति मान्छे छ, त्यति मान्छे भित्रमा पनि हामी दुईजनै बसेर यहाँनिर बात मार्नुपर्ने किन? यो पनि कुनै न कुनै जन्मको कनेक्सन हुन्छ नि। हो त्यो कुराहरूले चाहिँ दर्शाउँछ कि कर्म अनुसारले नै सबै कुरो चल्छ भन्ने कुरोलाई चाहिँ। अनि यदि यसो भयो भने अब हाम्रो दर्शन शास्त्रमा अलिकति सुन्दाखेरि अलिकति बुझ्दाखेरि मानिसले अब मृत्यु पश्चात चाहिँ त्यहाँनिर आफ्नो आफ्नो कर्म अनुसारको है कसै
एकदम तातो अब त्यो छैमा त्यसो भनेको रहेछ अब है तर हामीले एउटा उल्था गरेको नेपालीको छै है कतिवटा ठाउँमा पढ्दाखेरि हामीले त्यो बुझेको अनि धर्मगुरुले पनि त्यसै भन्नुहुन्छ कि हामी मरेपछि चाहिँ त्यहाँनिर हामीले कस्तो कर्म गरेको छ त्यसको अनुसार चाहिँ हामीलाई फलामको तातो उमालेर खोलेर फ्याङ्ने है कसै तीकोमा पुरा गाडेर राख्ने होइन कसै तीकोले घोचेर कसैले उमालेको त्यो यसमा डुबाएर राख्ने त्यो आफ्नो आफ्नो कर्मको फल त्यहाँ हामीले भोग्नुपर्छ भनेको यो कुरा सत्य हो ल अब त्यो कुरो चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब सत्य नै हो त्यो कुरा अच्छा है अच्छा अब यसलाई पनि कस्तो प्रकारले चाहिँ हामीले दर्शाउनु पर्छ भन्दाखेरि चाहिँ अब बौद्ध दर्शन अघि भने जस्तै एकदमै गहन दर्शन गहन दर्शनमा चाहिँ अब हामीले माथिल्लो स्तरको अब जुन चाहिँ शून्यताको कुराहरूमा गहन विषयहरूमा आउँछ त्यो समयहरूमा त अब यो संसारमा भएको केही पनि छैन भन्ने कुराहरू नै आउँछ तर अहिले हामीले भन्दाखेरि पनि नर्क लोक भनौँ अब यो 6वटा लोकको जुन चाहिँ दुःखहरू योहरू बताएको छ योहरू चाहिँ सबै चाहिँ भगवान बुद्धको अब प्रथम धर्मदेशना नै भनौँ न प्रथम धर्मदेशनामा चाहिँ अब उहाँले हाम्रो यो शरीर पनि छ है हाम्रो यो स्कन्धहरू पनि छन् त्यो हाम्रो शरीर स्कन्धहरू सम्पूर्ण रूपले पञ्च यो सम्पन्न भएको कारणले गर्दा नै प्रथम धर्मदेशनामा उहाँले 4 आर्य सत्यमा चाहिँ दुङ्गल ढिम्बा भनेर दुःख सत्य छ भनेर बताउनु भएको छ है अनि यो जति पनि अहिले व्याख्यान गरेका शास्त्रहरूमा व्याख्यान गरेका कुराहरू हामीले देवलोकमा जस्तै फुतुङ्गी दुङ्गल भन्छ हामीले त्यहाँबाट सरुवा हुनुपर्ने सरुवा पनि तल्लो लोकमा झर्नुपर्ने दुःखहरू भोग्नुपर्ने त्यस्तै प्रकारले असुर लोकमा चाहिँ रात दिन काटाकाट मारामार गर्नुपर्ने दुःखहरू अनि मनुष्य लोकमा हामी छुट्टिने त्यस्तै प्रकारले अब जन्म हुनु बुढो हुनु रोग लाग्नु र मृत्यु हुनुको दुःखहरू अनि त्यस्तै प्रकारले पशु लोकमा अज्ञानी हुनुको दुःखहरू अनि प्रेत लोकमा भोग र तिर्खाको दुःखहरू अनि नर्क लोकमा चाहिँ तातो र चिसोको दुःखहरू भनेर जुन चाहिँ व्याख्यानहरू गरेका छन् हो त्योहरू चाहिँ सबै चाहिँ त्यो दुःख सत्य भएको जुन चाहिँ शिक्षा छ त्यो आधारितमा चाहिँ अनि व्याख्यान गरेका कुराहरू हो त्यो चाहिँ अवश्य दुःख सत्य भएको कारणले गर्दा हाम्रो कर्म अनुसारले हामीले त्यो कुराहरूलाई भोग्नै पर्छ तर जब चाहिँ हामी चाहिँ पूर्ण रूपले चाहिँ फेरि त्यो कुराहरूलाई मनन चिन्तन गरेर हामी त्यो स्टेजमा पुगेर चाहिँ जब हामी फेरि सबै शून्यतामा विलय हुन सक्छौँ त्यस समयमा फेरि हामी त्यो दुःखहरू भन्ने केही पनि छैन किनभने भगवान बुद्धको दोस्रो शिक्षा अब जब शून्यताको ज्ञानहरू दिनुभएको छ दोस्रो शिक्षामा त्यहाँनिर आउँदाखेरि अघि भनेको हाम्रो इन्द्रियहरू पनि छैन भनेको छ नि हामीले सेरब पढ्दाखेरि है अनि प्रज्ञापारमिताभित्र हाम्रो इन्द्रियहरू केही पनि छैन स्कन्धहरू केही पनि छैन भन्ने कुराहरूलाई लिन्छ नि हो त्यो यो कुराहरूलाई चाहिँ त्यसरी हामीले स्टेप बाई स्टेप लिनुपर्छ कि जस्तो लाग्छ र मलाई चाहिँ लाग्छ कि यो 6 लोकको दुःखहरू जति पनि दुःखको छ भन्ने कुराहरू बताएको छ यो सबै चाहिँ हाम्रो कर्म अनुसारले चाहिँ भगवान बुद्धको फर्स्ट टिचिङ अनुसारले जुन चाहिँ दुःख सत्य छ त्यो दुःख छ नि त्यो दुःख हुनुको कारण के हो भन्दाखेरि चाहिँ हामीमा चाहिँ त्यो दुःखको उत्पत्ति छ नि कुञ्जुङ ढिम्बा भनेको छ नि होइन त्यो दुःख हुनुको कारण पनि छ त्यो कारणलाई रोक्नु सक्ने पनि छ अनि त्यसको बाटो पनि छ भनेको छ नि हो त्यो स्टेपले हेर्दाखेरि चाहिँ हामीले अहिले कतिपय ठाउँहरूमा अब यो 6 लोकको दुःखहरूको विषयमा बताएको कुराहरू चाहिँ अनि त्यसले चाहिँ हामीले भोग्नुपर्छ त्यो छ भन्ने कुराहरूमा हामीले विश्वास गर्नुपर्छ अनि तपाईँले अब यस विषयमा भन्नुभयो है अब यस विषयमा तपाईँले स्पष्टीकरण दिनुभएपछि एउटा सानो प्रश्न उठ्छ जिज्ञासा उठ्छ के भन्दाखेरि यदि अब हामी मृत्यु पश्चात अब त्यो कतिवटा त्यस्तो कुराहरूलाई भोग्नुपर्छ या अब हाम्रो कर्मअनुसारले भोग्दै फेरि लास्टमा त्यो भोगिसकेपछि अब कतिवटा त्यहाँ बल्ल हामी मनुष्य जुनीमा आउँछ भनेर भन्छ नि त है यदि त्यसो हो भने अब यदि हामीले त्यसरी नै पहिला नै त्यो सबै पापको त्यो कतिवटा कुराहरू चाहिँ अब हामीले त्यो त्यस्तो त्यो के अरे फलामको खोले उमालेर फ्याँकेकोहरू त्यो तिखोमा डुब्नु परेको है प्रेतको नर्कको लोककोमा आफूले सबै भोग्नु परेको भोग्यो है
भोगिसकेपछि अब फेरि मनुष्य जीवनमा आउने बित्तिकै चाहिँ यदि हामीले हाम्रो पापको सम्पूर्ण कर्मको फल चाहिँ त्यहाँ भोगिसक्यौँ भने फेरि यतानिर मनुष्य जीवनमा आउने बित्तिकै चाहिँ कतिजनाले यति राम्रो काम गर्छ र पनि उसलाई दुःख पीर हुन्छ होइन। अनि त्यति बेला चाहिँ भन्छ उसको पूर्वजन्मको कारणले गर्दा यस्तो भएको भने, यदि पूर्वजन्मको कारणले गर्दा त्यस्तो भएको हो भने उसले त अब त्यो स्वर्ग नर्कमा कतिवटा भोगेर आयो नि त है। यदि त्यो भोगेको हो भने फेरि मनुष्य जीवनमा आएर पनि किन चाहिँ भोग्नुपर्ने, यस विषयमा चाहिँ हाम्रो बौद्ध दर्शनले कसरी स्पष्टीकरण गर्छ? त्यो चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ तपाईँले अब पूर्ण रूपले शुद्ध भइसकेको हुँदैन नि। अच्छा, अब हामीले पूर्ण रूपले प्युरिफिकेसन भन्छ नि होइन, हामी पूर्ण रूपले त्यो कर्मदेखि हामी शुद्ध भइसक्यो भने हामी मनुष्य लोकमा जन्मिने कुरै आउँदैन। अच्छा 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 अच्छा। अब यो बौद्ध दर्शन भनेको यति गहन कुरा हो। अब अहिले मैले साधारण रूपमा भन्नुपर्दाखेरि धेरै अब मिसअन्डरस्ट्यान्डिङ पनि हुनसक्छ है। तर अब साधारणमा बुझ्दाखेरि चाहिँ कस्तो भन्दाखेरि चाहिँ हामीले पूर्ण रूपले मेरोमा एउटा पनि अकुशल कर्म छैन, मैले पूर्ण रूपले चाहिँ म चाहिँ शुद्ध भइसकेँ भने म यो मनुष्य लोकमै जन्मिनु आउँदैन। किनभने मनुष्य लोक भनेको चाहिँ कहाँ पर्छ भन्दा चाहिँ ढेखम भन्छ, काम धातुको उयोभित्र पर्छ। अनि अहिले अब हामीले मान्छेले भन्ने गर्छ नि, अब अरूले देख्दाखेरि भन्छ नि अब उनीहरू त लामाहरू गुम्बामा बस्ने यस्तो धारण गरेको त्यत्रो अध्ययन गरेर खेम्पो भएको, उनीहरूमा चाहिँ लोभ देश अहङ्कार भन्ने केही पनि छैन होला भन्ने लाग्छ नि होइन। अहिले अब कतिजनाले फेरि त्यस्तै भन्ने पनि गर्दछ फेरि अब म त राग देश मोह सबैदेखि एकदम अब छुटिसकेको छु भन्छ नि। त्यो त 100% कुनै पनि हुनै सक्दैन। किनभने तपाईँ जुन चाहिँ संसारमा मनुष्य भएर जन्मिएको छ, म पनि त्यही संसारमा मनुष्य भएर जन्मिएको छ नि। यो मनुष्य लोकमा जन्मिसकेपछि हामीले पूर्ण रूपले मेरोमा 1% पनि राग देश मोह अहङ्कार घमण्ड छैन भन्न सकिँदैन। त्यो चाहिँ असम्भव हो। पूर्ण रूपले म प्युरिफाई भएर पूर्ण रूपले म शुद्ध भइसकेको छु भने म यो संसारमै नै बस्दैन, जन्म नै हुँदैन उसको है। अनि अब यस्तो अब अनुसारले फेरि ठुल्ठुलो गुरुहरू चाहिँ अन्त लोभ राग नभइकन किन जन्मेको भन्ने पनि प्रश्न आउन सक्छ है। अनि ठुल्ठुलो गुरुहरू कतिजना चाहिँ के को कारणले जन्मिन्छ भन्दा चाहिँ शास्त्रहरूमा के बताएको छ भन्दा चाहिँ निङ्जे वाङ्गी भनेको छ। उहाँहरूमा भएको करुणाको कारणले गर्दा भगवान बुद्धहरू नर्कमा पनि जन्मेका कथाहरू आउँछन्। भगवान बुद्धले बोधिसत्वको रूपमा नर्कमा किन जन्म लिए भन्दाखेरि उहाँको कर्मको कारणले गर्दा त्यहाँ जन्म लिएको होइन नि, त्यहाँ भएको प्राणीहरूलाई चाहिँ करुणाको कारणले गर्दा त्यहाँनिर जन्म भएको। यो संसारमा पनि बोधिसत्वहरू कति बोधिसत्वहरूले चाहिँ जन्म लिन सक्छ के को लागि भन्दा प्राणी कल्याणको लागि चाहिँ उहाँहरूको करुणाको उयोले पनि जन्मिन सक्छ भने। तर 100मा 99% चाहिँ हामी संसारमा जन्मिने चाहिँ के को कारणले जन्मिन्छ भन्दा चाहिँ हाम्रो कर्मकै कारणले जन्मिन्छ। त्यो कारणले गर्दा टोटल्ली हामी प्युरिफाई भइसकेको छ भनेर चाहिँ हामी भन्न सक्छौँ। हामीले सबै दुःख भोगिसकेर चाहिँ अब मान्छेको जन्म चाहिँ एकदम राम्रो हो अब हामी मान्छेमा जन्मेको भनेर भन्न सक्दैन। किनभने मान्छेको जन्ममा पनि अहिले यति साह्रो अब उयो भइरहेको हुन्छ, दुःख भोगिरहेको हामीले देखिरहेको छ नि। अब अरू ठाउँमा भन्दा मान्छेको जन्म चाहिँ उत्तम मानिएको छ, किनभने यहाँनिर चाहिँ हामीले केही अध्ययन गर्ने आफ्नो कर्म सुधार्ने मौकाहरू छ भनेको छ नि। तर मनुष्य त्यस्तो उयो भए तापनि मनुष्य लोकमा जन्म भएको मनुष्यहरू पूर्ण रूपले शुद्ध भएर लास्ट जन्म चाहिँ अब मनुष्यको लोकको हो, त्यहाँदेखिको चाहिँ अब स्वर्ग जान्छ भन्ने कुरा त त्यो त उयो होइन नि है। हजुर। अनि यस्तो धेरै विषयहरू है जसमा चाहिँ अब धेरैवटा अब हामी बाहिर बस्दाखेरि पनि धेरैजनाले भन्छन् अब स्वर्ग र नर्क भन्छ, स्वर्ग नर्कमा पुरै भोगिसकेपछि फेरि मनुष्य जुनीमा चाहिँ किन चाहिँ आएर चाहिँ अब दुःख पाएको बिचा कतिजना जन्मेर कस्तो अब ठुलो भइन्जेल पुरा राम्रो गर्छ, लास्टमा त्यो मान्छेलाई कहिले पनि नराम्रो भइरहेको हुन्छ। त्यसमा चाहिँ त्यो यदि नर्कमै सबै भोगेर आएको हो भने त त्यहाँ चाहिँ किन उसले दुःख पाएको, पहिलाको जन्ममा त भोगिसक्यो नर्कमै भन्ने है। त्यस्तो अब धेरैजनाको क्वेसनहरू मैले सुनेको छु नि त होइन। अनि मलाई पनि यसो सोचेँ अब ठिकै हो है भनेर चाहिँ अब हाम्रो दर्शनले चाहिँ यस विषयमा चाहिँ अब कसरी चाहिँ त्यसलाई स्पष्टीकरण गर्छ होइन, त्यस विषयमा जान्नु थियो नि त है। अनि यसो भन्दै अब आजको यो वार्तालाई अन्त्यतिर लैजाउँ है। अनि अब तपाईँको यत्रो धार्मिक यात्रामा
अहिलेसम्मको अब एउटा बौद्ध दर्शनको यत्रो लामो अध्ययन स्वरूप प्राणी हितको निम्ति तपाईँले कस्तो प्रकारको चाहिँ एउटा सल्लाह सुझाव राख्न चाहनुहुन्छ है त्यस विषयमा अलिकति बताइदिनुहोस् न। अब समग्र रूपमा भन्नुपर्दा है अब यो मानव जीवन भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ अहिले हामी मानव जीवन भए तापनि अरूले देख्दा कति राम्रो देखिरहेको भए तापनि यो संसारमा दुःख नभएको भन्ने कोही पनि छैन। सबैलाई दुःख छ। आज कसैलाई आर्थिक रूपमा सुख होला, उसलाई धन सम्पत्तिको कुनै दुःख नहोला, तर उसमा शारीरिक दुःखहरू छ, मानसिक दुःखहरू छ। र कतिजनालाई फेरि शारीरिक पनि स्वास्थ्य छ, मानसिक पनि ठिक छ, तर आर्थिक रूपले ऊ अस्वस्थ छ, अबल छ। त्यो कारणले गर्दा संसारमा जन्म भइसकेपछि पूर्ण रूपले सुखै सुख मात्रै त कसैलाई पनि हुँदैन, सबैलाई दुःख हुन्छ। र आफूलाई दुःख भए अनुसारले हामीले सुख चाहना पनि सबैले गर्छौँ। र मैले जस्तो सुख चाहना गर्छु सबैले नै सुख चाहना गर्छ। अब यो शिक्षाहरूको सार चाहिँ अब मलाई के लाग्छ भन्दाखेरि चाहिँ त्यति गहन भए तापनि हामीले साधारण हाम्रो जीवनमा नै हामीले त्यसलाई चाहिँ लिएर चाहिँ मनन चिन्तन गरेर चाहिँ जीवनमा नै प्र्याक्टिकल रूपमा चाहिँ प्रत्यक्ष रूपमा हामीले लिनेर चाहिँ त्यसलाई चलाउनु सक्नुपर्ने, अभ्यास गर्नुपर्ने। त्यसले चाहिँ हामी एक दिन साँच्चै नै यो चक्रबाट बाहिर निक्लिनु सक्छ कि जस्तो लाग्छ। अनि मुख्य चाहिँ अब त्यस्तो अब म चाहिँ एउटै कुरा भन्न चाहन्छु, जहिले पनि म भन्ने गर्दछु। अब हामीले अहिलेसम्म मानिरहेको जुन चाहिँ बौद्ध धर्म भन्दै मानिरहेको धर्म चाहिँ अब हामीले प्राय जसो चाहिँ हामीले संस्कारको धर्मलाई मात्रै मानेर आयो। बौद्ध धर्म पनि हामी जन्मियो, हामी एउटा म बुद्धिस्ट स्कुलमा जन्मियो भने म गुम्बा जानुपर्छ भन्यो, गुम्बा गयो। न्वारन गर्दा लामा लिएर गर्नुपर्छ भन्ने न्वारन गर्यो। छेवरमा पनि लामा पढायो। लुङदर उठाउनुपर्छ, घरमा दोमङ पढाउनु पर्छ भन्यो, गर्यो। अनि मृत्यु हुँदाखेरि मृत्यु संस्कारहरू लामाबाट गर्नुपर्छ भन्यो, गर्यो। अनि त्यो त हामीले बाजे बराजुदेखि हामीले मान्दै आएको, गर्दै आएको। त्यो चाहिँ हामीले संस्कारिक रूपको धर्मलाई मात्रै गर्दै आयो। र त्यो संस्कारिक रूपको धर्मलाई गर्दै आउँदाखेरि चाहिँ दर्शनभित्र भएको कुरा चाहिँ फिलोसफी, अब यो बुद्धिस्ट फिलोसफी जुन चाहिँ छ, दर्शन भगवान बुद्धले देखाउनु भएको बाटो जुन चाहिँ छ, दर्शन जुन चाहिँ छ, त्योदेखि चाहिँ हामी अलिकति वञ्चित भएर गयो। अब त्यो हुनु स्वाभाविक कुरो पनि हो, किनभने आजभन्दा अगाडि त्यस्तो किसिमको माध्यमहरू पनि थिएन र यस्तो प्रशस्त रूपले हामीले त्यो भित्र भएको दर्शनको कुराहरूलाई बुझ्नु सक्ने एउटा वातावरण पनि थिएन। तर अब समय स्वाभाविक चाहिँ अब हामीले त्यो साधनहरू पनि पायौँ र त्यसरी अब हामीले दर्शनको कुराहरूलाई पनि बुझ्ने मौकाहरू पनि छ। त्यो कारणले अब चाहिँ हामीले संस्कारलाई पनि गर्न पर्यो। त्यो संस्कार गर्नुको साथसाथै हामीले दर्शनलाई पनि अँगालेर चाहिँ, किनभने संस्कार मात्र गरेर चाहिँ हामी यो दुःखको चक्रबाट बाहिर निक्लिनु चाहिँ गाह्रो हो। जबसम्म दर्शनलाई आफूले अध्ययन गरेर त्यसलाई आफ्नो व्यवहारिक जीवनमा हामीले लागू गर्नु सक्छौँ, तब मात्र हामीले चाहिँ त्यो सुख भनौँ, परम सुख चाहिँ हामीले प्राप्त गर्न सक्छौँ। त्यो कारणले गर्दा सबैलाई म त्यही भन्न चाहन्छु कि सबैले हामीले चाहिँ अब यो संस्कार र दर्शन दुईटालाई चाहिँ हामीले एउटा सँगसँगै उयो गरेर हामी बौद्ध मार्गीहरूले अगाडि बढाउने। अनि बौद्ध मार्गी मात्रै नभएर सबैले चाहिँ राम्रो कुरोको लागि चाहिँ राम्रो कुरोमा चाहिँ हामी अगाडि बढ्ने, सर्व प्राणी अब सबै हामी मनुष्यहरूले चाहिँ। अनि फेरि यसमा अघि तपाईँले भने जस्तो अब हामी राम्रो गर्ने मान्छेलाई दुःख धेरै आइलाग्छ नि। अब राम्रो गर्नेलाई दुःख धेरै आइलाग्छ, राम्रो गर्नेलाई फेरि दुःखै दुःख हुन्छ, जहिले पनि विघ्न बाधा आइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा उदाहरणको रूपमा लिने हामीले अब जस्तो म जहिले पनि भन्ने गर्छु, एउटा पिक्चर जस्तो अरे क्या हाम्रो जीवन चाहिँ। पिक्चरमा जहिले पनि पिक्चर सुरु हुँदाखेरि एकदम सामयिक रूपमा चलिरहेको हुन्छ, सबै कुरो सामयिक रूपमा सुरु भएर चाहिँ अनि त्यहाँदेखि अलिकति स्टार्ट हुँदै हुँदै गएपछि हिरोले चाहिँ राम्रो कामहरू गर्न थाल्छ है, अनि गुन्डाले चाहिँ नराम्रो कामहरू गरिरहेको हुन्छ, जहिले पनि हिरोलाई विघ्न बाधा दिने, त्यो राम्रो गर्नलाई दुःख दिइरहेको हुन्छ। र पिक्चरको हाफ टाइमहरू हुँदाखेरि, इन्टरभलहरू हुँदाखेरि जहिले पनि हामीले प्राय जस्तोमा, अब सबैमा त भन्नु मिल्दैन, प्राय जस्तोमा चाहिँ के देख्छौँ भन्दा चाहिँ हाफ टाइमहरू पुग्दाखेरि चाहिँ त्यो नराम्रो गर्ने मान्छेको चाहिँ एकदम उत्थान भइरहेको हुन्छ, जय जय भइरहेको हुन्छ, उसले जे गरे सबै फाइदा भइरहेको हुन्छ।
अनि त्यो राम्रो गर्ने हिरोको चाहिँ दुःख पाएर उसको घर परिवार मारिदिएर किचिम भएर उसले दुःख भोगेर चाहिँ त्यहाँसम्म आइरहेको हुन्छ है। अनि त्यहाँ आए तापनि त्यो पिक्चरहरू प्रायःमा के हुन्छ, हिरोले त्यो राम्रो गर्नु छोड्दैन नि, मैले दुःख पाएँ भनेर ऊ नराम्रो हुँदैन नि, उसले त्यो राम्रै कुरोलाई चाहिँ एउटा एम राखेर चाहिँ अगाडि बढिरहेको हुन्छ धीर भएर। त्यो अगाडि बढ्दा 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 पिक्चरको एन्ड आउँदाखेरि के हुन्छ जहिले पनि हिरोले राम्रो कुरोलाई एकदम दृढताको साथले ऊ अगाडि बढेको कारणले गर्दा बिचमा दुःख भए तापनि जे भए तापनि अन्तमा गएर जित चाहिँ हिरोकै हुन्छ। अघिको त्यो नराम्रो गर्नेको एकछिन बिचमा पुग्दाखेरि जे जयकार भए पनि लास्टमा इन्डिङमा कि मर्नु पर्यो कि पुलिसले पक्रेर लान्छ कि जनताले धुलाइदिइरहेको त्यस्तै मात्रै हामीले देखिरहेको हुन्छ। र हाम्रो जीवन पनि त्यस्तै हो, हाम्रो सामान्य जीवन चलिरहेको हुन्छ। मैले राम्रो काम गर्ने प्रयत्न गर्छु तर मलाई विघ्न बाधा आउँछ, मलाई भनेको जस्तो हुँदैन, यो त हुने स्वाभाविकै हो। र तर म त्यो सत्यताको बाटोमा चाहिँ धीर भएर अगाडि बढ्न सक्यो भने चाहिँ त्यो सत्यको जित चाहिँ सत्य हुन्छ नि त है। मैले आज केही नराम्रो काम गरेँ त भोलिको दिनमा त्यसको त मैले त आज नहोला रे, भोलि नहोला रे, पर्सि नहोला रे, त्यो नराम्रो चिजको उयो त पछि गएर त कुनै न कुनै दिन त खुलासा हुन्छै हुन्छ नि। हो त्यसले गर्दाखेरि चाहिँ म सबैलाई एउटा सन्देश भनौँ है के दिन चाहन्छु भने चाहिँ हामी आजकै दिनदेखि राम्रो पक्षमा लाग्ने, राम्रो बाटोमा हिँड्ने चाहिँ कोसिस गर्नुपर्छ। त्यो विघ्न बाधा त्यस्तो किसिमको आइलाग्दाखेरि हामी नढकमकाइकन हामी अगाडि बढ्यो भने चाहिँ सत्यको चाहिँ कहिले पनि हार हुँदैन, त्यसको चाहिँ जित अवश्य हुन्छ। मान्छेले फेरि हामी मनुष्य जीवनलाई त यो मनुष्यको मृत्युसम्मलाई मात्रै हेरेको हुन्छ र मरिन्जेलसम्म दुःखै भयो भन्छ नि, तर त्यो मरिन्जेलसम्म दुःख भए तापनि त्यसको त्यो धारा त टुटेको हुँदैन नि। हो मैले गरेको त्यो राम्रो कुरोको फल त मैले पाउँछ अवश्य भन्दै अनि सबैले आफ्नो नराम्रो गुणहरूलाई घटाएर चाहिँ अनि राम्रो गुणहरूलाई बढोत्तरी गर्ने नै म एउटा सन्देश दिन चाहन्छु। ल सो यहाँ हाम्रो खेम्बोलाले है अहिले मोडर्न अब यो एजमा है एउटा मोडर्न तरिकाले यस्तो मजाले बुझाउनु भयो कि अब एउटा है पिक्चरको एउटा एक्जाम्पल उदाहरण दिएर होइन यस्तो मजाले बुझाउनु भयो। र यहाँनिर अब हाम्रो है खेम्बोलासँग भेट गरेर यो एकदमै राम्रो लाग्यो। धर्म दर्शन भन्ने विषयमा पनि बताउनु भयो है। अनि अर्को अब एउटा विषयमा चाहिँ हजुर अब पछि त अब हामीले यही कुरोहरूलाई अब 21st सेन्चुरीको अब धर्मलाई हामीले कसरी बुझ्ने, कस्तो प्रकारले हामीले अब उयो गर्ने भन्ने कुराहरू अनि यसमा अब हामीले अहिले अब धर्म भन्ने कुरा पनि एकदमै अब उयो भएर गइरहेको छ नि है। त्यसले गर्दा अब यो कुराहरूलाई हामीले अब संरक्षण गर्नुपर्ने, कस्तो प्रकारले गर्नुपर्ने भन्नेहरूलाई अब पछि गर्नुपर्छ है। अनि अब अर्को वार्तामा चाहिँ उहाँ हाम्रो खेम्बोलाले है अब यो एकदमै मोडर्नाइज्ड अब एउटा एजमा होइन धर्मलाई चाहिँ हामीले अब कस्तो प्रकारले बुझ्नुपर्ने, कस्तो प्रकारले धारण गर्नुपर्ने होइन अनि धर्मको विषयमा चाहिँ कसरी आफूले बुझेर अब अनुसरण गर्नुपर्ने। अनि अब अहिले सबैजना एकदम व्यस्त हुन्छ होइन, आफ्नो घरको कामहरूमा के सबैमा व्यस्त हुन्छ, तर यो व्यस्ततामा पनि हामीले चाहिँ यो व्यस्ततामा पनि सानो सानो समय निकालेर चाहिँ अब धर्मलाई चाहिँ कसरी बुझ्नुपर्ने भन्ने विषयमा, धर्मलाई कसरी धारण गर्नुपर्ने भन्ने विषयमा चाहिँ यहाँ हाम्रो खेम्बोलाले अब अर्को वार्तामा बताउनु हुनेछ। र यसो भन्दै हाम्रो खेम्बोलाले उहाँको है अति नै बहुमूल्य समय हामीलाई दिनुभएकोमा पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। अनि यो वार्तालाई अब यही राख्दछु। लासो नमस्कार, श्री रासो।